विदेशको यात्रा सफल हुनेछ, रोकिएका काम सफल हुनेछन्। कुलदेवताको नाममा एक उपाय गर्नुहोस्। के उपाय? तपाईँले आफै गर्नुहोस्, घरमै बसेर गर्नुहोस् र आफ्नै तरिकाले गर्नुहोस्, कसैलाई पनि गर्न लाउनु पर्दैन। के भन्दाखेरि तपाईँको विदेशको यात्रा जग्गाजमी बिक्री हुँदैन, कार्यमा सफलता हुँदैन, सोचे आँटेको चिताएको कुरा पुग्दैन, बोलेको कुरा सिद्ध रहँदैन भने के गर्नु भने पूर्णिमाको दिन बिहान उठ्नुहोस् अथवा पञ्चमीको दिन बिहान उठ्नुहोस् अथवा बिहिबारको दिन बिहान उठ्नुहोस् हैन। बिहिबारको दिन बिहान उठेर सबभन्दा पहिला 21 हप्ता अथवा 7 हप्तासम्म या 9 हप्तासम्म केराको फेदमा जानुहोस्, एउटा माटाको पाला लानुहोस् अनि तपाईँको चाहिँ जब एउटा थालीमा फुल अक्षता धूप चन्दन लानुहोस्, जब तपाईँको केराको फेदमा एउटा तल चामल राख्नुहोस् अथवा कुनै पनि केही पात्रहरू राख्नुहोस्, दुना टपरी के राख्नुहोस्, माटाको दियो राख्नुहोस्, बत्ती बाल्नुहोस्। हे कुलदेवता, मेरो कार्यमा सफलता होस्, आँटे चिताएको कुरा पुगोस्, बोलेको कुरा सिद्ध रहोस् भनेर कुलदेवताको नाम बत्ती बाल्नुहोस्, दर्शन गर्नुहोस्। फुल केसरी अबिर चन्दनले के त केराको पूजा गर्नुहोस्। बिहान यो गर्नुहोस्, बेलुका सन्ध्याकालमा धूप बालेर केराको फेदमा बत्ती बालिनुहोस्। 9 हप्ता, 7 हप्ता, 21 हप्ता केराको फेदमा यो गर्नुहोस्। र अर्को कुरा गर्नुहोस्, पूर्णिमा र पञ्चमीको दिन बिहान उठ्ने, शुद्धतामा रहने, ब्रह्मचारीमा रहने, कुलको नाममा एउटा दियो बालिने, रातो कपडामा तपाईँले 7 मुठी चामल, 7 रुपियाँ सिक्का पैसा हैन, एउटा सुपारी, फुल अक्षता धूप राख्ने अनि त्यहाँबाट रातो सेतो पहेँलो फुल राखेर अबिर केसरी राखेपछि जौतिल राख्ने। हे कुलदेवता, विदेशको यात्रा सफल भएन, स्वदेशको यात्रामा सफल भएन, गरेको कार्यमा कुनै पनि सफल भएन, बाधा र अवरोध मात्रै भयो, मैले तपाईँलाई एउटा कुरा भाकल गरेँ भन्नुहोस्। कुललाई एक चिज भाकल गर्नुहोस्, कार्यमा सफलता प्राप्त हुनेछ भन्दाखेरि के भाकल गर्ने त भन्दाखेरि घन्टा दिन मैले सक्नुहुन्छ घन्टा भाकल गर्नुहोस् हैन, शङ्ख भाकल गर्नुहोस् अथवा घाडा चम्बरहरू भए, अब तपाईँले त्यो दियोहरू भए के सक्नुहुन्छ कुलदेवता, एउटा दियो दिन्छु, म कलश दिन्छु, म घन्टा दिन्छु, मेरो कार्यमा सफल होस्, यति हजुर मेरो शिरमा बसिबक्सेला, मेरा हरेक कार्यमा सफलता, उन्नति, प्रगति, सोचे आँटेको चिताएको कुरा पुगोस्, हजुर मेरो शिरमा बसिदिनुहोस्, मेरा नवग्रह शान्ति हुन्, मेरो जग्गा बिग्री होस्, के हो तपाईँको समस्या, घर बिग्री होस्, विदेशको यात्रा सफल होस् र जागिरमा पनि सफलता प्राप्त होस्।